बिस्तारै गर म तेल लगाइदिन्छु के हुन्छ अरे ल घुमा बिस्तारै बिस्तारै के लगायो पुण्डे बिस्तार तान्न आउँछ कि फेरि औँला काट्नुपर्छ है पुण्डे वाह 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 बिस्तारै गर्ने हो के पुण्डे जय घन्टी हो नभन्नु नि त्यही भन्छ कि फेरि भनेर आइज दिनभर जय नेपाल भन् ल स्याम्पू हाल स्याम्पू यो स्याम्पू हाल स्याम्पू पुण्डे ठिक छ नि विचार हाले त्यसरी निकाल ल यो निकाल अर्काले गऱ्यो भने दुख्छ अहिले हस्पिटल जानुपर्छ भने थाहा पाउँछ ढिका गर झटे ए जय नेपाल भनेर तान त आउँछ होला